हेलो एभ्रिवान, आज चाहिँ होली हो अनि हामी चाहिँ कलरको होली चाहिँ होइन, हामी चाहिँ फोहोर र होली खेल्न आएको छौँ। अहिले चाहिँ हामी बुटोल कति वार्ड नम्बर थाहा भएन यहाँको, ठ्याक्क हाम्रो पछाडि मर्निङ मुकुन्द स्कुल छ अनि यहाँ चाहिँ मस्जिद छ अनि यो मस्जिदमा यस्तो धेरै फोहोर छ अनि रमजान चलिरहेको छ। त्यही भएर चाहिँ हामी थोरै जे भयो ईश्वर भन्ने नि अल्लाह भन्ने सेवा गरौँ भनेर चाहिँ हामी आएको छौँ। सिजदी दिशा कृतिका गुराथोकी लेट्स स्टार्ट द फोर अहिले हाले फाइनल लुक पनि देखाउँछ भने यहाँ कस्तो हुन्छ भनेर। सो बाई बाई। यो बुटोल महानगरपालिका वार्ड नम्बर 2 तिनाउ खुलाको पश्चिम किनारमा रहेको मस्जिद हो। आउनुहोस् यसको बारेमा थोरै जानकारी लिउँ। यो मस्जिदलाई नाम चाहिँ हुन्छ मस्जिदको नाम हुन्छ यो रजाए मुस्तफा मस्जिद हो। अनि यो जुन एरिया छ यहाँ वजु बनाउने ठाउँ हो। वजु भनेको नमाज पढ्नुभन्दा पहिला हात मुख धुने खुट्टा धुने गरिन्छ, त्यसलाई वजु भन्छन्। अनि नमाज पढ्नुभन्दा पहिला वजु बनाउनुपर्छ। अनि भित्रको जुन ठाउँ छ त्यहाँ केही स्ट्याच्यु मूर्तिहरू हुँदैन हाम्रोमा, त्यहाँ गएर जस्ट नमाज पढ्ने हो। नमाज पढ्ने तरिका हुन्छ छुट्टै। अस्सलाम वालेकुम, बस भित्र नमाज पढिन्छ, त्यस्तो केही मूर्ति सुर्ति हुँदैन हाम्रोमा। बाँकीहरू केही हुँदैन। कुरान शरीफ हुन्छ भित्र, त्यो अरबीमा हुन्छ, बुझ्दैनौँ। नेपालीमा कुरान शरीफ छ मसँग, म फरवर्ड गरिदिन्छु। लाइन हुन्छ जसले सफा पनि भन्छन्। अनि मान्छेहरू यसरी खडा भएर नमाज पढ्ने गर्छन्। के हुन्छ प्रतीक अनि प्रतीक मनमा हुन्छ, आफ्नै मनमा सोच्ने हो अनि नमाज पढ्ने। यो चाहिँ मडरेसा भनेको स्कुल भइहाल्यो अनि हामी चाहिँ अहिले स्कुल त्यो जाँदैछौँ। यो चाहिँ अफिसको लाइन भयो अनि केटा मान्छेहरू पनि पढ्न पाउँछ। केटाकेटी सब पढ्छन्। त्यस्तै यहाँ पानीहरू छ, उता ब्ल्याक व्हाइट बोर्ड छ। यहाँ यतिकै बसेर पढ्ने हो यहाँ, मतलब बिछाउँछन् होला। भनेको बच्चाहरू हुन्छ न धेरै जसो? सानो सानो बच्चा हुन्छ। के बैतुल खला भनेको के हो? ए अनि दुवा भनेको आशीर्वाद होइन र? दुवा भनेको बैतुल खला जानुभन्दा पहिला पढिन्छ त्यो। ए भनेको बाथरुम जाँदाखेरि पनि सबै रुल्स फलो गर्नु पर्यो। ए ओके। आज हामी तिनौ खोलाको साइडमा आएका छौँ। यहाँ रहेको फोहोर र यहाँको मन्दिर मस्जिद लगायत गुम्बाहरूको वरिपरि समेत रहेको फोहोरहरूको बारेमा निरीक्षण गर्ने उद्देश्यले आज हामी यहाँ उपस्थित भएका छौँ। यो स्थान बुटोल उपमहानगरपालिका वार्ड नम्बर 2 अन्तर्गत रहेको बुटोल जितगढी किल्लाको उत्तरपट्टि र महेन्द्र राजमार्ग पूर्व पश्चिम राजमार्गको ठ्याक्क तिनाउ खुलाको पुल मुनि जुन मणि मुकुन्द माध्यमिक विद्यालय अथवा इङ्ग्लिस बोर्डिङ स्कुलको साइडमा रहेको मस्जिदको एरियाको भाग हो। यो चाहिँ दक्षिणपट्टिको साइडको भाग हो। हामी चाहिँ बाटोमा हिँड्दै गर्दाखेरि अलिकति फोहोर देखेर चाहिँ के कस्तो रहेछ हेर्न जाउँ न, सफा पनि गरौँ भन्ने हिसाबमा चाहिँ हामी त्यहाँसम्म गएका थियौँ। जब हामी मस्जिदको नजिक पुग्यौँ अनि त्यहाँ पुगेपछिको त्यो अवस्था एकदमै भयावह अवस्था थियो। त्यहाँ थोरै केही बिरालोहरू पनि त्यहीँ बसेका थिए, कहिलेकाहीँ बाख्राहरू पनि चढ्न आएका थिए। हामीले त्यहाँ एकछिन उभिन एकदमै अवस्था एकदम गम्भीर थियो। हामी एकदम छिटो छिटो त्यहाँबाट निस्कन चाहन्थ्यौँ, तर निस्कँदै गर्दाखेरि चाहिँ त्यहाँ भएका कुराहरूलाई क्याप्चर गरौँ न भन्ने हिसाबमा चाहिँ हामी त्यहाँबाट बिस्तारै अगाडि बढ्यौँ। यो चाहिँ मस्जिदको दक्षिणपट्टिको भाग हो। बाटोमा हिँड्दाले पनि यहीँ फोहोर फाल्ने अनि त्यसपछि वरिपरिका वासस्थानका व्यक्तिहरूले पनि यहीँ लिएर फोहोरहरू फाल्ने गर्दाखेरि यो मस्जिदको दक्षिणपट्टि भागमा एकदमै बढी फोहोर थियो। हामी थोरैजना थियौँ, हामी 3-4जना मात्रै भएको कारणले गर्दाखेरि चाहिँ हामी यहाँ सफा गर्न कुनै हाम्रो हैसियत नै थिएन कि हामी त्यहाँ प्लास्टिक मात्र पनि उठायौँ भने पनि त्यहाँ सबै त्यो किरा मकुराहरूले चाहिँ हाम्रो पुरै घेर्थ्यो वरिपरिबाट। त्यही भएर चाहिँ हामीले त्यहाँ कुनै पनि इक्विपमेन्ट बिना चाहिँ हामी सफा गर्ने हिम्मत गरेनौँ। त्यही भएर हामी त्यो दक्षिणपट्टिको भागबाट हेर्दै हेर्दै हामी अगाडि बढ्यौँ। तपाईँहरूले पनि यहाँको दृश्य हेर्न सक्नुहुनेछ।
हामीले यस मस्जिदको दक्षिणतर्फको भागको एकदमै भयावह स्थिति देखिसकेपछि हामी थोरै पूर्वतिर लाग्यौँ। यो चाहिँ मस्जिदको पूर्वपट्टिको स्थान हो। बिहानको मौसम भएको कारणले गर्दाखेरि चाहिँ धेरै चहल पहल थियो बिहानमा, अनि एकदमै खुल्ला पनि थियो अनि मनोरञ्जन खालको पनि थियो। तर त्यहाँको फोहोरको अवस्था देख्दाखेरि हामीले अझै अरू स्थानहरू पनि हेरौँ न भन्ने हिसाबमा चाहिँ हामी पूर्वतर्फ लाग्यौँ, किनभने ठ्याक्क मस्जिदको पूर्वतर्फ चाहिँ तिनाउ खोला थियो। त्यही भएर त्यहाँको अवस्था कस्तो छ त, त्यहाँको मानिसहरूको जनजीवन कस्तो छ त्यो पनि हेरौँ, किनभने सफा गर्न साध्य हुँदैन भन्ने हिसाबमा चाहिँ हामी थोरै अगाडि बढेर तिनाउ खोलाको भागहरू हेऱ्यौँ। त्यहाँको अवस्था हेर्दा झन् दर्दनाक थियो। तल नदी बगिरहेको थियो, सँगसँगै फोहोरको थुप्रो पनि बगिरहेको थियो। आउनुहोस् तपाईँहरूले पनि यहाँको स्थानको अवलोकन गर्नुहोस्। चाहिँ तिनाउ खोला बगिरहेछ, यो चाहिँ पुरै धलको पानी यसरी निस्किरहेछ। यहाँबाट चाहिँ मान्छे टोयलेट गरिदिन्छन् अनि यता तलबाट चाहिँ नुहाउनु सुरु गरिदिन्छन् गर्छन्। यस्तो छ। अझ यहाँ ढुङ्गे निकाल्न आयो होला यो ट्र्याक्टर चाहिँ खत्राङ खुत्रुङ गर्दै। उता नुहाइरहनु मान्छे यहाँ चाहिँ नुहाइरहन्थ्यो। रमाइलो छ तर तिनाउ खोला। यो चाहिँ तिनाउ खोलाकै दृश्य हो। हामी ठ्याक्कै बिहान पख नै त्यहाँ पुगेका थियौँ, त्यही भएर त्यहाँ एकदमै नदीमा पनि धेरै चहल पहल नै थियो। बिहान कसरी त्यहाँ त्यसलाई एउटा तीर्थस्थलको रूपमा मानेर त्यहाँ नुहाउँदै हुनुहुन्थ्यो भने कतिले कपाल धुँदै हुनुहुन्थ्यो र कतिले चाहिँ बिहान आफ्नो नित्यकर्म शौचालय गर्नेदेखि सबै काम चाहिँ यहीँ खोलामै गर्नुभएको थियो। अनि नजिकै ट्र्याक्टरहरू पनि ढुङ्गा निकाल्न त्यहाँ आइसकेका थिए। त्यो दृश्य पनि हामीले नजिकैबाट अवलोकन गऱ्यौँ। अनि त्यहाँ हामी सफा गर्ने त हाम्रो कुनै हैसियत पनि थिएन, हामीसँग कुनै साधन पनि थिएन। त्यसपछि हामी आज अवलोकन मात्रै गर्ने भन्ने उद्देश्यले चाहिँ त्यहाँ वरिपरि हिँड्यौँ। यो तिनाउ खोलाको साइड अथवा पारी बुटोलको साइड चाहिँ मलाई एकदमै धेरै पवित्र लाग्यो, किनभने यहाँ चाहिँ मस्जिद पनि यही छ, मन्दिर पनि छ, विभिन्न स्थानहरूमा पुराना किसिमका गुम्बाहरू पनि स्थापना छन् अनि बाटोमा विभिन्न किसिमका जनावरहरू पनि भेटिरहेका थिए। अनि अर्को कुरा चाहिँ यो सामान्य हाम्रो घर अगाडि बग्ने नाली हो, जहाँ चाहिँ फोहोरै फोहोर भएको थियो, पानीभन्दा पनि फोहोर धेरै थियो। अनि यहाँको हामी स्थानहरू हेर्दै गर्दाखेरि चाहिँ जहाँनिर खाली जग्गा छ त्यो खाली जग्गा चाहिँ फोहोरै फाल्न बनाइएको हो जस्तो हामीलाई महसुस भएको थियो कि त्यहाँको अवस्था हेर्दाखेरि। अनि हामी पारी बुटोलको जुन अवस्था हेरेपछि चाहिँ हामी वारी बुटोल अर्थात् जहाँ बुटोल उपमहानगरपालिका छ त्यो स्थान पनि हेरौँ न कस्तो छ भनेर चाहिँ हामी पारी बुटोलबाट वारी बुटोल आउने जुन पुल छ त्यो पुलबाट क्रस भएर आउँदाखेरि पनि पुल मुनि पनि फोहोर छ अनि सँगसँगै पुल माथि पनि फोहोर छ। त्यहाँ कुनै पनि यस्तो स्थान थिएन जहाँ चाहिँ फोहोर नफालिएको होस्। सो अब चाहिँ हामी पारी बुटोलबाट वारी बुटोल अर्थात् बुटोल महानगरपालिकाको छेउतर्फ जाँदैछौँ। त्यहाँको बजारको अवस्था पनि हेरौँ अनि त्यहाँको सुकुम्बासी जुन बस्ती छ त्यहाँको अवस्था पनि हेरौँ एकछिन है त। यो यहाँनिर भएको चाहिँ बजार हो, यसको अपोजिट साइडमा चाहिँ नगरपालिका छ। यहाँ फोहोर यस्तो छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले, यति फोहोर छ। यति अपोजिट साइडमा नगरपालिका भएर पनि नगरपालिकाले केही गर्न सकेको छैन है। हेर्नु त यहाँ चाहिँ यस्तो साइड उतापट्टि साइडमा चाहिँ हाम्रो नगरपालिका छ अनि यो चाहिँ सुकुम्बासी बस्ती भयो, यसको पारी चाहिँ अर्को एरिया छ। अनि यहाँ चाहिँ त्यो पारी मस्जिद छ अनि यहाँ चाहिँ बुद्धको गुम्बा छ, यहाँ मन्दिरहरू पनि छन्। अनि हामी चाहिँ यहाँको ठाउँहरू अवलोकन गरौँ भन्ने हिसाबले चाहिँ आज आएको। खासमा हामी चाहिँ सफा गर्नु भन्ने उद्देश्यले यहाँसम्म आयौँ, तर यहाँ चाहिँ धेरै देखेपछि हामी थोरैजना छौँ, त्यही भएर हामी सक्दैनौँ भन्ने हामी एकदमै छिम मरिसकेको सकिन्न भन्नु। अनि त्यही भएर चाहिँ हामी हेरौँ अनि पछि फेरि आउँला भनेर चाहिँ हामी अहिले अवलोकन गर्दैछौँ। यहाँबाट सल दाइ भैँसम्म मासु बेच्छ होइन यो एरियामा? भैँसम्म मासु बेच्छ है यो एरियामा? सबै मासु बेच्ने एरिया भइहाल्यो। परतिर त मासु पनि बेच्छ होइन? म यताबाट जान्छु। यो चाहिँ बुटोल हाट बजार भइहाल्यो। यो बुधबार र शनिबार लाग्छ यो बजार। यो चाहिँ मासु बेच्ने एरिया हो। आज चाहिँ हामी सोमबारको दिन आछौँ, त्यही भएर यहाँ मासु चाहिँ भनेको यस्तो नमिठो स्मेल छ नि यहाँको। मासु बेचिरहनु भएको छ। ठ्याक्कै यसको पछाडि चाहिँ मासु बेच्नुहुन्छ, यहाँ चाहिँ मान्छेहरू बस्नुहुन्छ साँझमा नै। उहाँ एकजना सुतिरहनु भएको छ अहिले यहाँ। चराहरूले खाइरहेछन्।
यो अझै यहाँ उस हुनुपर्छ, हामी बुधबारको दिन आउनुपर्छ। यो खोलामा चाहिँ यहाँ पानी हुँदैन कि यहाँ रगत बग्छ क्या यसमा, पुरै रगत हुन्छ, यस्तो गनाउँछ यो एरिया। आज चाहिँ हामी सोमबार भएर पानी देखेछ, यहाँ पुरै रगत हुन्छ। आज चाहिँ हामी मस्तिष्कको यतापट्टि सफा गर्ने भनेर आएको, अनि यति धेरै फोहोर थियो कि हामी 4-5 जनाले चाहिँ सफा गर्न सकेनौँ। अनि त्यो एरिया चाहिँ भिजिट गर्दा हेर्दा त झन् धेरै नेपालको सबैभन्दा फोहोर धेरै भएको नै यही बुटोल एरियामा जस्तो लाग्यो, त्यही भएर सफा गर्न सकेनौँ। त्यही हेर्न सक्नुहुन्छ यति धेरै फोहोर छ। यही हो के सन्देश छ? सन्देश चाहिँ जता पाए त्यतै फोहोर नफालो, अनि नगरपालिकाले पनि यसलाई चाहिँ व्यवस्थित गरौँ। या मन्दिर, मस्जिद, नगरपालिका सबै एक ठाउँमा हुँदा पनि यतिको फोहोर छ भने चाहिँ यो बाहेक अरू एरियामा झन् कस्तो फोहोर होला। त्यही भएर यो फोहोरलाई चाहिँ व्यवस्थापन गर्नु पर्यो नगरपालिकाले पनि, यहाँ बस्ने बासिन्दाहरूले पनि जहाँ पाए त्यही चाहिँ फोहोर फाल्नु भएन। पनि यस्तो एरियाहरू हेर्न थिएँ, अब त्यही दिदीले भन्नु सफा गर्नलाई आउनुभएको थिएँ थोरैजना भयो। यहाँको फोहोरलाई यो व्यवस्थापन गरिदिनु पर्यो, यस्तो जता पाए त्यतै फोहोर नफालिदिनु पर्यो भन्ने मेरो माग रहेको छ। थोरै बेर बजारको अवलोकन गरेपछि हामी थोरै सुकुम्बासी बस्तीभित्र पनि के कस्तो छ अवस्था भनेर हेरौँ न त भनेर ठ्याक्क हामी तिनाउ खोलाको पुल मुनिको सुकुम्बासीको स्थानमा चाहिँ हामी प्रवेश गऱ्यौँ। त्यहाँको बस्ती एकदमै व्यस्त बस्ती थियो, धेरैजना बिजी नै हुनुहुन्थ्यो आफ्नो आफ्नो काममा। तर त्यहाँको अवस्था चाहिँ कस्तो थियो भन्दाखेरि हामी त्यहाँ चाहिँ एकदम बाहिर देशबाट भिजिट गर्न आएका छौँ जसरी हामीलाई मान्छेले बिहेभ गर्नुभएको थियो कि हामी हिँड्दा पनि एकदमै टुवा पऱ्यो हेर्ने सबैजनाले होइन। अनि केही कुराहरू बोल्यो भने पनि एकदमै के नौलो कुराहरू बोलेको जस्तो उहाँहरूले महसुस गर्नुभएको थियो। हामीसँग खासै बोल्न चाहिँ कोही पनि खोज्नु भएको थिएन, तर पनि हामी थोरै केही कुराहरू देखिन्छ कि बुझिन्छ कि भनेर चाहिँ हामी बिस्तारै त्यही तिनाउ खोलाको पुल मुनिको बस्तीहरूभित्र छिर्यौँ। फोहोर त कोही पनि साध्य नै थिएन कुरा गरेर, त्यही पनि हामी मानव बस्ती पनि हेरौँ कस्तो छ भन्ने हिसाबमा चाहिँ हामी अगाडि बढ्यौँ। हाम्रो अगाडि केही थोरै बालबालिकाहरू चाहिँ खेलिरहनु भएको थियो। हामी उहाँहरूसँग गएर यसो केही कुराहरू हेरौँ, उहाँलाई बुझौँ भन्ने तरिकाले हामी नजिक गएका थियौँ। के खाएको तिमीले त्यसरी? आज होली हो, होली खेलेको बिहान? हामी चाहिँ बच्चाको नजिक गएर चाहिँ हेऱ्यौँ। आज चाहिँ होलीको छुट्टी थियो, त्यही भएर उहाँहरूले के गर्नु भएको छ भनेर सोधेको चाहिँ त्यो भित्ताको परहरूमा चाहिँ चराले गोड लाउँदो रहेछ, अनि त्यहाँ चाहिँ अन्डाहरू भिटिँदो रहेछ, त्यही चाहिँ खोजिरहेछौँ भनेर चाहिँ उनीहरूले खोजिरहनु भएको थियो। उहाँहरू आफ्नो दुनियाँमा बिजी हुनुहुन्थ्यो र केही बच्चाहरू चाहिँ हामीसँग कुराकानी गर्न खोज्दै हुनुहुन्थ्यो। चरा ल्याएर ठुङ्छ नि, त्यस्तो गर्न हुँदैन। बालबालिका भनेका काँचा माटा हुन्, जस्तो आकार दियो त्यस्तै आकारमा परिणत हुन्छन्। त्यही भएर यहाँको बच्चाहरूको बोली सुन्दाखेरि, उहाँहरूको व्यवहार हेर्दाखेरि चाहिँ यहाँको समाजको प्रतिबिम्ब उहाँहरूमा झल्किन्थ्यो। एकदमै नराम्रो शब्दहरू बोल्ने, गाली गर्ने। अनि हामीले चाहिँ भिडियो खिचेको भन्ने थाहा पाएपछि वरपरका बच्चाहरू पनि साइकल लिएर ढुङ्गाहरू टिपेर आउनु थाल्नुभयो। त्यसपछि हामी चाहिँ होइन यहाँ बस्नु ठिक हुँदैन भनेर चाहिँ हामी फेरि त्यो सुकुम बस्ती भित्रको एरियामा चाहिँ हामी वरपर अझै अवलोकन गरौँ भनेर चाहिँ अगाडि बढ्यौँ। यो चाहिँ त्यहीँको बस्ती हो है त। साग खाने भयो, आउनुहोस् समोसा। साँच्ची यो ठाउँमा हिँड्नको लागि चाहिँ यस्तो ढुङ्गाकै मुटु लिएर हिँड्नुपर्छ, नभए सकिँदैन। ढुङ्गा भन्दा पनि बलियो केही छ भने त्यही लिएर हिँड्नुहुन्छ यो एरिया। ह्याप्पी होली भएर। अहिले चाहिँ हामी ठ्याक्क पारी बुटोलको तल्लो सुकुम्बासी बस्तीभित्र छिर्दैछौँ। आज होलीको मौसम, अलिअलि वातावरण पनि तातिरहेको छ। यहाँ सबैजना बसिरहनु भएको छ, रमाइलो छ। अनि यो एरियामा हामी हिँड्दाखेरि चाहिँ यस्तो मोबाइलहरू निकाल्यो भने अनि उहाँलाई हेर्दै हिँड्यो भने चाहिँ यस्तो रिसाएर हेर्नुहुन्छ कि किन बनाएको भिडियो किन हेरेको हामीलाई यस्तो तरिकाले। त्यही भएर अघि बहिनीले पनि भन्दै थियो कि ढुङ्गाको मुटु होइन, यहाँ त फलामको मुटु लिएर हिँड्नुपर्छ, किनभने कतिखेर बच्चाहरूले के बोल्छ के भन्छ कसले थाहै हुँदैन यहाँनिर। यो एरिया त यस्तै हो। ल कस्तो लागिरहेको थियो सर? यस्तो कहाँ आइपुगे जस्तो लाग्यो भने पुरा नगर्नु। आउँदैन? कति कस्तो फिल भइरहेछ?
Same. अर्को ठाउँमा आइपुगेँ। भेरी डिसएपोइन्टेड From who? फ्रम द पिपल। हामी चाहिँ जतिसक्दो त्यो एरियाबाट बाहिर निस्किन चाहन्थ्यौँ, जतिसक्दो छिटो भनौँ अझै। अनि त्यहाँबाट हामी सिधै बाहिर निस्किने भन्नाले हामी नेपालगञ्ज रोड साइडतिर निस्क्यौँ। त्यो बाटो पनि हेरौँ न कस्तो छ अवस्था भनेर हेर्दै आएको थियौँ। त्यहाँ पनि त्यस्तै थियो अवस्था है। बेसी भर्खरको भर्खर यहाँबाट धनियाँ लिएर यही खोलामा फाल्नु भइसकेको छ। यहाँ यस्तो फोहोर छ यहाँ। अनि यहीँ यतापट्टि साइडमा चाहिँ एक्सर्साइज गर्ने पार्क छ। यहाँ पार्क छ, यहाँ चाहिँ मान्छेहरू एक्सर्साइज गरेर फिट हुन्छु, फाइन हुन्छु भनेर चाहिँ आउँछ। तर उनीहरू चाहिँ सबैजना भ्रममा छन्, किनभने यस्तो फोहोर छ यहाँ। उनीहरूलाई चाहिँ रोग नलाग्ने चाहिँ होइन, रुगा खोकी लगाएर जाने अवस्थामा चाहिँ पुग्छ नै लाग्यो यहाँ। माइन्डेड छन् कि त्यहीँ फोहोर फालेर यहाँ मेडिकलहरू खोलेर हो त है। समय बचाउँछ जहाँको त्यहीँ फाल्यो। जहाँको त्यही अब यस्तो हो कि वहीँ बिरामी भइहाल्छ नि त, यहीँ आउँछ भनेर ल हेर्नु साथीहरू। नेपालको संविधान 2072ले सम्मानपूर्वक बाँच्न पाउने हकको व्यवस्था गरेको छ। उहाँहरूलाई हेर्नुपर्ने कसले हो? खासमा राज्यको यो कर्तव्य हो। तर पनि हाम्रो दुर्भाग्यले यस्ता व्यक्तिहरू बुटोलको हरेक ठाउँमा पाइन्छ। यसरी विभिन्न ठाउँहरूमा चाहिँ हामीले यसरी बाटोमा मान्छेहरू सुतेको चाहिँ जहाँ पनि देखेका थियौँ। धेरै स्थानहरूमा देख्छौँ पनि। हाम्रो लागि सामान्य विषय जस्तै बनेको छ होइन। त्यही पनि उहाँहरूको व्यवस्थापन गर्न सकियो भने अझै राम्रो हुने थियो। र अर्को कुरा चाहिँ आज हामीले थोरै ठाउँ सफा गरौँ भन्ने हिसाबमा आएका थियौँ। अनि अर्को कुरा के थियो भने यो ठाउँमा चाहिँ फोहोरको गाडी पनि आउँथ्यो होइन। तर मान्छेले फोहोरको गाडीलाई चाहिँ फोहोर नदिएर चाहिँ बाहिर नलीमा अनि बाटोमा पार्कहरूमा फाल्नुहुन्थ्यो। विशेष गरेर खोलामा फाल्ने, ताकि त्यो बगाएर लैजाओस् भन्ने हिसाबमा। प्रायः जस्तो नलीहरू त फोहोर नै थिए घर वरिपरिका। र यसरी थोरै ठाउँ भिजिट गर्दाखेरि पनि यति धेरै फोहोरहरू देखिसकेर हामी एकदमै अजित भएका थियौँ होइन। अन्तिममा भिडियो टुङ्ग्याउने र सहयोगको अपेक्षा गर्ने बाहेक अरू कुनै बाटो थिएन हामीसँग। आज हामी सफा गर्ने उद्देश्यले त आयौँ, तर हाम्रो सङ्ख्या थोरै भएको हुनाले हामी सफा गर्न असमर्थ भयौँ। यद्यपि तपाईँहरू मध्ये कोही हामीसँग यो नेक काममा जोडिन चाहनुहुन्छ भने हामीलाई मेसेज गरेर सहयोग गरिदिनु होला। आज सफा गर्ने भनेर आए पनि फोहोर चाहिँ यति धेरै थियो कि सफा नै गर्न सकेनौँ। त्यही भएर बुटोलमा बस्ने जति पनि कोही इन्ट्रेस्टेड हुनुहुन्छ नि, यो एरियाको भयो एरिया बाहिरको जति पनि इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूले चाहिँ हामीलाई सहयोग गरेर चाहिँ यो फोहोर सफा गरेर चाहिँ एउटा सुन्दर बुटोल बनाउनलाई चाहिँ हेल्प गर्नु होला। थ्याङ्क यू। हामीलाई सबैजनाले सहयोग गरिदिन, सबैले मिलेर त्यो फोहोरको व्यवस्थापन गर्नुपर्छ। मिलेर सहयोग गरिदिनु। अनि कोही जोड्न चाहनुहुन्छ भने मेसेज गरिदिनु होला सफा गर्नको लागि। हामी त्यही भयो, किनकि हामी त्यही सफा गर्ने भन्ने उद्देश्यले आयौँ। तर हामी थोरै भयो भने फोहोर यति धेरै देख्यौँ कि हामी फोहोर देखेर हामी एकदम होपलेस भयौँ। हामी सक्दैनौँ भन्ने हिसाबले चाहिँ हामी आज हेरेर मात्रै जाँदैछौँ। अब हामी केही दिनमा यदि तपाईँहरूसँग हामीसँग जोडिनु भयो भने चाहिँ हामी सबै मिलेर सफा गर्नेछौँ भन्ने उद्देश्यको साथमा चाहिँ आज हामीबाट छुट्टिने हामी। अनि फोहोर एक ठाउँमा मात्र नभई मस्जिद, मन्दिर, गुम्बा लगायत विभिन्न ठाउँहरूमा रहेको छ। त्यसर्थ तपाईँहरू पनि हामीसँग जोडिनुहुन्छ भन्ने हाम्रो पनि आशा रहेको छ। सो रहौला कहाँ